Steps to apply USA. At first, तपाईहरुलाई passport चाहिन्छ, all the academic document from class 10 to the latest education. That means if you are applying for bachelor's, class 10, 11, 12, and if you are applying for master's, class 10, 11, and 12. And if you are applying for PhD, class 10, 11, 12, and bachelor's and master's. त्यसपछि तपाईलाई IELTS, TOEFL, PT or Duolingo certificate चाहियो. त्यो छैन भने there are certain university that will accept with medium of instruction. त्यसपछि तपाईलाई चाहिने भनेको दुईटा लेटर अफ रिकमेन्डेसन नर्मली र कोही युनिभर्सिटीले तपाईलाई तीनटा सम्म माग्छ. त्यो बाहेक डिपेन्ड्स अन युनिभर्सिटी, कोही तपाईलाई SAT, GRE or GMAT पनि माग्छ. त्यो बाहेक तपाईलाई चाहिने अर्को डकुमेन्ट भनेको बैंक ब्यालेन्स सर्टिफिकेट, जुन हामी एभरेजमा फर ब्याचलर्स $45,000 देखाउँछौं भने फर मास्टर्स $35,000 देखाउँछौं. यति डकुमेन्ट भइसकेपछि जस्तो कोही युनिभर्सिटीले तपाईहरुलाई एसे लेख्न लाउँछ, दैट इज नट कम्पल्सरी फर अल द युनिभर्सिटी. र यो पछि तपाईहरुले युनिभर्सिटी वाइज काई I-20 चार्ज, काई एप्लिकेसन चार्ज, काई इनरोलमेन्ट फी पे गर्नुहुन्छ. यो पे गरेपछि तपाईको डिपेन्डिङ अपन युनिभर्सिटी 2 दिनदेखि 2 महिना 3 महिनासम्म पनि लाग्ने युनिभर्सिटी पनि छन्. तपाईले I-20 पाउनुहुन्छ. आफ्टर गेटिङ I-20 तपाईले DS-160 फर्म भर्नु पर्यो र तपाईले अब के याद गर्नु पर्यो भन्दा अब चाहिँ DS-160 फर्म तपाईले चेन्ज गर्न नपाउने भएको हुँदा तपाईले चाहिँ वन टेकमै सबै मजाले फुल भर्नु पर्यो र स्पेशली युनिभर्सिटी चेन्ज गर्नु भएन. त्यसपछि तपाईले CGI पोर्टलमा आईडी बनाउनुहुन्छ. आईडी बनाइसकेपछि तपाईले इन्भेस्टमेन्ट बैंक अर कनेक्ट IPS बाट 25,900 रुपैयाँ तिर्नुहुन्छ. यो तिरेपछि तपाईको अपॉइन्टमेन्ट डेट पनि बुक भयो र तपाईले याद गर्नु कुरा तपाईले अब एकचोटी मात्र डेट सार्न पाउनुहुन्छ. त्यसपछि तपाईले त्यो धेरै गर्नु पर्यो भने फेरि पैसा तिर्नु पर्यो र पहिले जस्तो नो शो गर्दा फेरि यो अपॉइन्टमेन्ट पाइदैन, फेरि पैसा तिर्नुपर्ने हुन्छ. यति भइसकेपछि तपाईको बिफोर इन्टरभ्यु एटलिस्ट 3 डेज बिफोर तपाईले सेभिस फी $350 तिर्नु पर्छ, व्हिच इज भ्यालिड फर 1 इयर. र यति तिरिसकेपछि तपाईको यु आर गोइङ फर द इन्टरभ्यु. सो यस्तै थप जानकारीको लागि यु क्यान रिमेम्बर अस. माई नेम इज प्रियराज कार्की, द कनेक्ट एजुकेसन.